ल यो लो बेड सोफाको यो दुईटा कुसन आएको हो सेटमा यस्तो छ कलर पनि अब के भन्छ मार्नी कलर पनि के भन्छ त्यस्तै टाइपको कलर छ यसलाई एकछिन यहाँ राखेर म यसलाई ओपन गरेर फेरि ओछ्याएर देखाउँछु है त कस्तो देखिन्छ हेरेर कमेन्ट गर्नु होला एकछिनलाई यता राखेँ यो हटाउनु छ बेडको पनि कुसन हटाउनु ल यता राख्नु एकछिनलाई अब यो बेड खोले यसरी यो बेडलाई लो बेड ल सट्ट तल ब्यारिङ चक्का छ तानपछि सरर आउँछ अगाडि यसरी हेर्नु आहा कति मिठो कलर छ भित्रपट्टि निलो निलो स्काई निलो कलर छ सबैलाई मनपर्ने कलर त्यसपछि अलि यो चाहिँ बाक्लो खालको हुन्छ है त यो चाहिँ बेड अलिक बाक्लो खालको हुन्छ त्यो चाहिँ सुरुमा लगाउनुपर्छ यता फर्स्ट लेयरमा बेडको फर्स्ट लेयरमा यसरी टाइट टाइट छ यसरी फर्स्ट लेयरमा यो लगायो अनि यो अलिकति पातलो छ यसको यो साइडको हेर्नुहोस् अहिलेको बेड यो बेड पातलो छ किनकि यो अलिकति हाइटमा हुन्छ त्यही भएर पातलो राखेको हुन्छ यो त्यही भएर यसलाई चाहिँ बिचको सेकेन्ड लेयरमा सेटअप गर्नुपर्छ यसरी अनि यो सेटअप भएपछि सट्ट तिनटैको लेभल ब्यालेन्स मिल्छ एउटै लेभल ब्यालेन्समा आउँछ त्यसपछि सुत्नु छ पाहुना आउँदा यहाँको पाहुना आयो भने पनि टेन्सन भएन सुताउने कता होइन चट्टसँग आफूलाई मन परेको ज्यादा तन्ना ओछ्यायो पाहुनालाई चट्ट स्वागत सुत्नलाई आनन्द रिल्याक्स दुईजना मजाले सुत्न मिल्छ त्यस्तै परे पातलो पातलो तिनजना पनि मिल्छ दुईजना त मजाले जति पनि पुग्छ कि टोयलेटमा सुत्नु पुग्छ